Hello guys, welcome back to my new vlog. After a long time म vlog बनाउँदै छु हैन. And मेरो हुलिया देख के आप लोग तपाईहरुलाई थाहा भइसक्यो होला कि म अब कहाँ जान लागिरहेछु भनेर त हैन हैन त. She is my sister in law पो भन्न लागिरहेको रहेछ मैले. हेर देखो देखो त इधर. यसले चाहिँ मैले भनेको जहिले पनि उल्टो बुझ्छ. यता हेर भनेको उता हेर्छ. उता हेर भन्यो भने चाहिँ यता हेर्छ उ. डोगो बोक भनेर क्या जान्ने त. यो डोगोमा आलु लिएर नि. घाँस घाँस त गोरामा हाल्नु. तो गाइस हम जा रहे हैं बारी में गएपछि अनि आलु खन्दैछौँ हामी. देखो हामी गयो ल. बाई बाई. यहाँ काँडा छिरेको रहेछ भनेर हुप्लेर घर भागेर जाला है कुरेर बस्नु. आयो ल गाइस हामी बारीमा पुग्दै मिल्दै ठीक है पुग्के मिल्दै. हेर्नु न गाइस मसिनो छ भने के मसिनोको झन् खान्छ हैन. अनि काट्न त भारी पुग्यो. भारी कहाँ पुग्नु त. चिकुङ त के गर्न आएको भन्. भन्न भन् लाजाले भुतुक्कै. पानी पर्यो भने त ओड्ने त नपरिकन कसले ओड्छ त. हजुरलाई नै भनेर हो अरूलाई होइन. अनि यसलाई यता हेर यता यता टाउको होइन कपाल कपाल. टाउको त किन तान्नु नि. आज त म तेरो हात काटेर हेर्छु काट्छ काट्दैन रहेछ. हैँसियाले आलु छैन त्यत्रो त्यत्रो निक्लिरहेछ. आलु रहेछ हाम्रो त खोइ कोटेको त भेट्दैन. त्यहाँ छातो वरिपरि पानी लागेको होइन कन्टिन्यू पानी लागेको छैन. पानी छ नि त यसो परिरहेको छ. चितलाङ घाँस 5 मुठा काटा है. उता बिचतिर चितलाङ घाँस यदि हो खेतालो भाइ खोइ त कहिले खनेको यो हिजो कति टाढा गएको त्यो त आलु डोलमा पनि खाने हो के अरे. आज सिक्किममा पनि हुन्छ परमा कि ज्यालै लाग्यो. ज्याला कति कति हिजो टन्नै भने भयो. सौरभ बन्द गर बन्द गर. कतिरै आउँछ भनेर होला नि. हामीले यो सकिसक्यो. यो एक तल्लोको चाहिँ अब हम मखलो में आ चुके हैं.
देखो यहाँ पे खन रहे लोग मान्छेहरू खनिरहेछ हैन। देखो यहाँ एकजना चाहिँ आलु टिपेर आलु फ्याँकिरहेको टिपेर। के गर्दै हो नानी? नाचिरा। देखो हाम्रो आलु गाइज, हाम्रो आलु खन्न आउनु है यहाँ बारीमा। म तपाईहरुलाई ज्याला खाजा दिउँला। ज्याला त ओ 3 जना ओ 3 ब्रदर्स। के हो गीत त खतरा है बजिरहेको त ब्रदरहरुको। हेर्नु गाइज यहाँ आलु पख्नु, म तपाईहरुलाई आलु देखाउँछु यहाँनिर मस्तले। अलि राम्रोसँग देखाउनु पर्छ नि यार। यसरी देखो मैले स्लो मोसनमा देखाइदिन्छु। स्लो मोसनमा चाहिँ हैन, फास्ट मोसनमा चाहिँ हो यसरी वित। चिबिरहेको त तैँले। म अब आलु खान्छु। मिनेट गयो। अलिकति भएन त 10 मिनेट। देखो त्यसलाई देखाए कि उता फर्किन्छ त्यो। यता ल हेर त, हिम्मत छ भने हेर ल। छैन। यससँग हिम्मत छैन रे। हामी चाहिँ आलु पुर्याएर आएको एकदम थकित हालतमा अवस्थामा आएका छौँ। आलु पनि कहाँ लानुपर्छ भने बुइगलमा लानुपर्छ। के छ बुइगल भनेको? बुइगल भने थाहा भइहाल्छ नि। बुइगल भनेको 1 फ्लोर 2 फ्लोर। ल तल दिदी हाम फालिहाल्नु ल। जाऊ हाम फालिहाल जाऊ भाइ। जाऊ मम्मीले आलु दिनलाई छिटो। यति आलु खनिसेछ कान्छी बहिनीले एक्लैले। त्यहाँ हाम फाल्न के खर त्यहाँ ढुङ्गाले उहाँ भने मैले त थाप्न आउनुपर्छ। यता खोइ हेर न बिउ जस्तो लाग्यो। थाप्नुपर्छ भाइ। पर्दैन भन्न अब त गइहाल्छ नि। तैँले भन्नुपर्छ र। बसिरहनु भएको छ, घाँस हालिरहनु भएको। बाख्रा त कस्तरी कराइराख त नि आज नखोएर। त्यही त कान्छीले भर्खर घाँस हालेर गएको, कति कराइ गरिराख्यो बाख्रा भन्दै फेरि हालिरहनु भा। किन त खाजा बनाउनलाई 1 बज्यो। के खाजा के भिजाइराखेको खालि मासु कहिले काहीँ त मासु नखाए नि हुन्छ। हामीलाई त हुन्छ। बाल्टिन छिटो खनेर हामीलाई त हुन्छ कहिले काहीँ मासु नभए नि। हामीलाई त कहिले काहीँ होइन, हामीलाई त सधैँ हुन्छ है भाइ। हामीलाई त हुन्छ है कहिले काहीँमा। लैजाऊ है बाबु। लानु परिहाल्छ। नाम लो खै हजुरको? उयो हो यो ब्लूवाला भएको हो। अनि खाजा बनाउनु भन् दिदीलाई ल। त्यो एउटा हो त भरिरहेको। यहाँ पनि छ कस्तो धोको हेर्नु बोरा। त्यो तपाईँहरूले ढकढक नगरेर कस्तो बोरायो? के बोरा त्यो? के बोरा त्यो? पुरा यसरी के पुरै घुम्या त्यो बोरा।
टिबेस यो एउटालाई घचाइदिन न लगिहाल्छ नि हेर्नु गाइस कान्छी हामीले यहाँ मेरो चाहिँ यहाँ छोडेर गएको थियो हामीले यहाँनिरसम्म छोडेर गएको थियो खनेर कान्छी म यहाँ यत्रो खनिसेछ ल गुड जब देखेन गुड जब ठिक छ नि हाल खबर हामी त झन्नै मरेको बुइकल चढ्न नसकेर झन् चौगतको पो लामो नाम्लो भएको थियो हाम्रो कति लामो भएको थियो सो गाइस अब हाम्रो यो पाटा सिद्धिन्छ होला होइन सिद्धिँदैन ऊ त्यतिसम्म पुग्छ होला त्यसपछि खाजा खाने टाइम हुन्छ अनि त्यसपछि हामी खाजा खान्छौँ कति दामी देखिरहेछ ल आज मौसम हेर्नु यहाँ पुरै हरियाली म देखाउँछु ल कस्तो राम्रो देखिरहेको यहाँ हेर्न चाहिँ त यता मस्ती हरियो है हरियाली बादल भी देख सकते हो आप लोग देखो आकाश मात्रै देखाउनु त किन देखाउनु नि आकाश मात्रै त ल आकाश मात्रै नि देखो गाइस एन्जॉय गाइस देखो हम आलू बोक रहे अयो आलू बोकेर जिन्दगी जानी भयो यहाँ मासु फुटेर खत्तम भइसक्यो देखो यहाँ मेरे आगे मेरी बहन हिंदी से किन बोला है पता नहीं मुझे क्या है ना हो कि क्या हो उफ हिजो हैन एक भारी बोक्दा चाहिँ केही नि भएको थिएन अनि अर्को सेकेन्ड भारी बोकेपछि अलिक गरुको लाग्यो थर्ड भारीमा त झन् मान्छे नै के भइसक्यो थियो अनि झन् आजको फर्स्ट भारीमा चाहिँ हिजोको बोकेको भएर मासु फुटिरहेको थियो क्यारे कस्तो भइरहेको थियो झन् अहिले त बोरा पनि भ्यात्त परेको बोरा रहेछ झन् मान्छे भन्दा मोटो रहेछ यार बोरा पनि सक्दैन यसरी चाहिँ देखो यहाँ चाहिँ मेरो बहिनी यता हेर यता ऐसे चलना पड़ता है ऐसे खन्ना परिहाल्यो नि त आयो रुको मैं अब घर जाके मिल्ती हूँ आप लोग बस ठीक है अब चाहिँ हामी खाजा पनि खानु ला हो के न एउटा हाल्दैन गुरु अब चाहिँ मैले आलु बोक्नु सक्दैन लाँदै हो आलु अब एक खेप चाहिँ पर्ला आज पो एक खेप पर्ला त को दुईजनै कसको भोलि रसदाई रसदाई चोटामा कता नहीं सकता है आई आमाई भिडियो बनाउनु भिडियो बनाउनु बिर्सिसक्यो अरे अनि के मर्न लागिसक्यो भने के हो यो चढ्न नि सक्दैन यहाँ ठुलो आलु है होला फल थप्नु अध्यारो आएर होला पुरा उज्यालो भयो ल इधर त्यो बिउमा हाल्न त्यो आलु त उयो आलु के भयो भन्छ रोजदाई छोटामा आउनु त त्यसले त्यो हो के त्यो आलु यतै उयो आलु आलु भनिर हो त मैले अनुहार देखाउन आलु बोलाइरहेको छु गाइस अब म आलु खान आउँछु यहाँ मासु फुट्यो मेरो अनुहारभरि पसिनै पसिना देखो यहाँ पसिना देखा त यहाँ यहाँनिरबाट देखिरह पसिना देखिरह अलिअलि देखिरहेछ थियो त्यो हेर्नु यहाँ बत्ती बल्ने कुरो माटो परेछ ए के भनेको थियो खोप
के भन्यो बहिनी त्यो चाहिँ माटो भनिस् कि धसोलाई आलु खन्नु चाहियो मै कस्तो आफैले बाँधेको पनि आफैले पुस्काउन नसक्ने कहिले नसक्ने गरेर बाँध्ने तपाईँ गर्मी भयो कि गर्मी आउनु हुँदैन हेर्नु यहाँ आलु ठुलो आलु सबै देखाओ ठुलो आलु यहाँदेखिबाट छ यति धेरै खानी छ कि त्यो भित्तादेखि यो भित्ता पुग्न लागिसक्यो आलु खनेर बोरा आलु खनेर मर्यो जाने छिडीमा जाने अब बिउ आलु पनि छ यतातिर झ्यालपट्टि ठुलो आलु बिउ आलु भन्दा नि ठुलो आलु बढी छ आइमै वन भिडियो गरिराख्ने हो इतना गर्मी है ऊपर से भारी बोक के आना पड़ता है दो भरेंग चढ़ना पड़ता है भरेंग लगी के बच्चा सीढ़ियाँ दो सीढ़ियाँ चढ़नी पड़ती है बहुत मुश्किल है अब हामी खाजा खान लागेको त्यही हो के गर्नु अब खाजा खानु परिहाल्यो काम गरेपछि हैन भोक लाग्छ लगाइस अब एकैचोटि अब कहिले भेटौँला भन्नु त खै अब बेलुका एकैचोटि छुट्टी हुने बेलामै भेट्नै पर्छ अब Hello guys, my hand are so pretty. त किन हाँस्या भन् त जान्थे त त्यो बेला बेलामा के भने त मैले के भनेको थिएँ हेलो गाइस माई ह्यान्ड्स आर सो प्रिटी भनेको के हाँस्या त नि आएन मैले मपट्टि देखाएर थियो हाँसेको आवाज पनि मपट्टि देखाएर आउँछ हाँसेको नि देखा होला भने देखेन यसले देखाएको छ तपाईँले यस्तो देखाउनु भएको थियो तपाईँ हाँस्नु भएको थियो त अघि नै किन हाँस्नु भयो हामी कसरी हाँस्नु भाइ त्यही भनेर भन्न साउन्ड मात्रै ल भन्न गरेर देखा त हामी कसरी देखाउनु नि पहिला हाँसेर देखाएको एकचोटि कुखुराको पोथीले ल भन् त मान्छेको पुच्छर बाङ्गो देखाउने हाँस्छ कुखुराको पोथीले मान्छेको पुच्छर पुच्छर होला त पहिला पहिला हुन्थ्यो अरे भनेपछि पुच्छर खोइ के हो हाँसे आयो मेरो एक चार्जर खन्ने भनेर राखेको तान त थियो हाम्रोमा त गाउँमा त के बाहुनको छ हनुमानले मात्र थियो तिमीहरू जस्तै छ त्यो क्या हामी त्यत्रै हामी साथी छ पुच्छर भन्दै त्यसमा माथि उग्लो माथि अब रोजको नाम पनि पुच्छर त्यहाँ पाप भाठाउँछ मात्रै खनि ल छिटो त्यो त तपाईँहरूको काम हो ल उकालो चढिहाल्ने उकालो चढ्ने पेट घट्छ अहिले घट्छ यो भन्दा चाहिँ कतिको घट्ने हो पेट पनि देखिरहेको पेट
देखियो अब चाहिँ देखियो लुगा लाएर दिएन जे गर्यो नि मात्र गरिदा त्यो पेट देखियो पेट देखायो भाइ त अनि लुगा देखिरहेको खोइ तेरो पेट लुगा देखेको थिएन पेट त ओइ बट्टे कुखुरै बन्न लाग्यो क्या मोटे अलि पुच्छा ठाडो गरेर पुच्छा ठाडो टिकेर चाहिँ हो क्या हाम्रो पुच्छा देखेर हाँस्ला अहिले बढी भयो आलु खस्छ कसरी ह्याक तुरे क्या गए ह्याक के अरे अनि थुरे क्या गाइज हामीलाई यति सिद्ध्याएर ऊ त्यो पाइप भार ठाउँसम्म सिद्ध्याएर आज अनि त्यसपछि आजको काम खतम हामीले चाहिँ ऊ त्यो 1 2 3 1 2 3 पाटा सिद्ध्यायो त्यो चाहिँ मम्मी र मैले हिजै खनेको त्यो सबभन्दा तलको 2टा तपाईले त खाने हामीले पनि खाने क्या जा अब यो त कतिखेर आएको हो भाइ के भने त कतिखेर आलु टिप्न आएको भन्छ ल के भन्छ सुनायो भित्तामा म त मम्मीले भनेकै दोहोऱ्याउनु लाग्यो भने ल ल यहाँ त अट्दैन 4 जना होइन म जान्छु यार यहाँबाट ल्याउँछु म त तिमीहरू 2जना खन्दै आइज हामी 2जना यहाँबाट खन्दै आउँछु यहाँनिरबाट कुलो भएर यता अघि तैँले भित्तामा नि खने होइन अनि खन्न त नि ल तिमीहरू त्यहाँ पाइपसम्म हो नि हामी पनि पाइपसम्म है है भाइ ल के ठ्याक्कै आधी ऊ ठ्याक्कै कहाँ छ यत्रो चाहिँ नानी छैन हेर्नु गाइज हामी यहाँबाट त्यहाँ पाइपसम्म अनि तिनीहरू त्यो पाइपबाट त्यहाँसम्म कति देखिरह हामी पाइपभन्दा अलि उतासम्म आउँला नि त ल पाइपसम्म आइदियो छिट ल पाइपसम्म आइज अनि त्यसो सिँढी फर्केर छ गाइस अब लास्ट में मिलूंगी सिंगसांग सिंगसा दिदीलाई बजार दिनु त जान अगाडि म त नामले बनाउनु कस्तो बनाइराखेको नामले पनि नबनाएको रे छेउमै भयो होला है भारी चाहिँ उकालो हो आछिरे एक्सर्साइज गर्न अहिले चाहिँ यस्तो छ मौसम ए बादल अघि नै चाहिँ कस्तो राम्रो थियो अहिले पनि राम्रो छ गाइस आजको लागि चाहिँ यति नै हैन हामीले चाहिँ आलु खनेर आजको लागि चाहिँ यति नै सकाइदियो अब भोलि पर्सि अब त दिनकै हो आलु खन्न त
लुगा हेर्न लुगाको गति हेर्न त्यहाँ मैले टोक्या तँलाई कसले कटु लारे त मैले घोडा नि टेक्दैन यार मेरो घोडा फोहोर गर्छ है सो गाइस आजको काम चाहिँ सक्यो होइन अब चाहिँ हात घोडा धोएर बस्ने हो मस्त सुत्ने हो है आजको काम खानासाना खाएर सुत्ने हो त्यति हो आलु खन्ने टाइम हो अब त डेली आलु खनिन्छ त्यही हो अनि त्यसपछि थकाइ लागिन्छ अब काम भएन अस्ति नै काम भएन मस्त सुत्न बसी सुती दिनको 1 डोको मात्रै घाँस काटेर बसियो होइन अब त कामको काम हो बिहानदेखि बेलुका यतिखेरसम्म कति बज्यो अहिले कति बज्यो 6:30 भयो 6:30 बजीसम्म त बारीको बारीमै हो कहिले त 7 पनि बज्छ 7 बजीसम्म बारीमै हुन्छ अनि त्यसपछि अनि सुत्ने हो फेरि बिहान उठ्ने हो त्यही हो कि अब त रेगुलर कामै हो आलु खनेर नसकिन्जेलसम्म त्यही हो सो आजको भ्लगमा चाहिँ यति नै हैन आजको लागि यति नै लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला एन्ड अब चाहिँ हामीले के भन्छ के भन्नलाई अब चाहिँ हामीले के हैन गाइस लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला भेटौँला अर्को भ्लगमा बाई बाई सी यू इन द नेक्स्ट भ्लग